न्यायको खोजी गर्दै स्वच्छ प्रक्रियाको खोजी गर्दै यति बेला लालटिम लिएर यो दृश्य तपाईँ देख्न सक्नुहुन्छ। हातमा लालटिम बोकेर न्यायको खोजी गर्दै हुनुहुन्छ। यो दृश्य तपाईँलाई हामी देखाइरहेको छौँ। यति बेला कर्मचारीले प्रधान न्यायाधीशलाई टेर्न छोडिसके। कुन स्थिति छ न्याय प्रशासनको? कर्मचारीले टेरिरहेछन् छैनन् प्रधान न्यायाधीशलाई। हिजोको अवस्थामा चाहिँ के भयो त भन्दाखेरि हिजो यहाँनेरि एउटा न्यायाधीशले कुनै विषयमा आदेश दिने बित्तिकै चाहिँ प्रशासनका मान्छेहरू भागामभाग हुनुपर्ने अवस्था, यो भनेको चाहिँ एउटा सर्वोच्च निकायमाथि नै मजाक बनाइएको विषय हो कि। सदनमा त उहाँहरूले भन्नुभयो राजनीति गर्न आऊ भन्नुभयो, राजनीति गर्न सके भए त वकालतै गर्दैन थियो। सत्ता पक्ष र प्रतिपक्षको लडाइँमा न्यायपालिका हार्नु हुँदैन। शक्ति पृथकीकरणको सिद्धान्त अनुसार जानुपर्छ। न्यायालयमाथि राज्यको शासकको प्रधानमन्त्रीको दबाब हुनुहुन्न, त्यसले न्यायालयले स्वच्छ मर्यादित ढङ्गले न्याय दिन सक्दैन भन्ने हाम्रो मुद्दा हो नि। यो लडाइँ भनेको कायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल र मनोज शर्मा बिचको हुनु हुँदैन। यसलाई त्यस्तो न्यारेटिभमा कानुन व्यवसायीले जान दिनु हुँदैन। अहिलेसम्म माननीय रहनुभएको मनोज शर्मा पनि हाम्रै अभिभावक हो र सम्माननीय सपना प्रधान मल्ल पनि हाम्रै अभिभावक हो। यो आन्दोलन कता कता दलगत रूपमा बाँडिएको मुख्य कारण भनेको चाहिँ आज हामी लालटिन लिएर आएको छौँ। तपाईँले देख्नुहुन्छ अहिले उज्यालो घाम लागिरहेको छ, तर घाम लागिरहेको अवस्थामा पनि हामी लालटिन बोकेर हामी चाहिँ यहाँनेरि न्याय खोज्नको लागि अझ क्लियर ट्रान्सप्यारेन्ट न्याय होस् भनेर चाहिँ आज हामी यहाँ आएका छौँ। होइन, हिजो त अब उहाँले सपना प्रधान मल्ल कहाँ म 9:15 म पुगेको थिएँ। मेरो निवेदनको आधारमा यो हिजो भएको हो। सबै जे जति भयो मेरो निवेदनको आधारमा भएको। मैले चाहिँ निवेदन र फाइलै शुद्ध मैले चाहिँ 25 पेजका फाइलै मुद्दै मैले लिएर गएको थिएँ। त्यही मुद्दामा चाहिँ यसरी गऱ्यो भनेर उहाँले आदेश दिएको हो। 11:90 आदेश दिएको थियो। 1 बजेभित्र चाहिँ मुद्दा दर्ता गरी भोलिको लागि पेशी गर्नु भन्ने आदेश थियो। तर त्यो आदेश हुने बित्तिकै रजिस्ट्रार ज्यूहरू कुर्सीबाट चाहिँ कता जानुभयो, कता हराउनु भयो। हिजोको सम्बन्धमा समेत आदेश भयो बेन्चबाट। एउटा आदेश, बेन्च भन्दा नि मेन जुन सर्वोच्च अदालतको हेड हुनुहुन्छ उहाँले आदेश गर्नुभयो। सो पश्चात चाहिँ प्रशासनले आदेश बमोजिमको काम एटलिस्ट प्रक्रिया गरोस्, ड्यू प्रोसेस फलो गरेर चाहिँ काम सम्पादन होस् भन्ने हिसाबले आदेश दिए तापनि अर्को कुरा, हिजो हामीले त्यो पत्रबाट एउटा कुरा छर्लङ्गै के भयो भने भर्खरको वकिलहरूले निवेदन लिएर आएमा 2 दिन 3 दिनसम्म होल्ड हुने, विद्वान वरिष्ठहरूले ल्याउने बित्तिकै अदालतमा सुनवाई सुरु गर्ने। विद्वान वरिष्ठहरूले 1 घन्टासम्म बोल्दाखेरि पनि इजलासलाई आपत्ति नहुने, 1 घन्टासम्म बोल्दाखेरि पनि। तर भर्खरका नवोदित कानुन व्यवसायीहरू गयो भने 5 मिनट बोल्दाखेरि पनि इजलासले चाहिँ सुन्न नखोज्ने। यो विषयमा बार हिजोसम्म कहाँ थियो? वरीयता क्रम हुनुपर्छ। स्वतन्त्र न्यायालयको एउटा चाहिँ मर्यादा, त्यसको एउटा चाहिँ अभ्यास होइन। प्रधान न्यायाधीशले दिइसकेको आदेशलाई अदालतको कर्मचारीले टेर्दैन, रजिस्ट्रारले टेर्नुहुन्न, मुख्य रजिस्ट्रारले टेर्नुहुन्न। अब म यही विनम्रतापूर्वक निवेदन गर्छु, यस्तो अवस्थामा मुख्य रजिस्ट्रारको विरुद्धमा अवहेलनाको मुद्दा चलाउने हिम्मत हुन्छ कि हुँदैन हामीसँग? कायम प्रधान न्यायाधीशले संविधान, नीति, कानुन सम्मत रूपमा 136 को अधीनमा रहेर प्रशासनिक हेडको आधारमा जुन उहाँले आदेश गर्नुभएको छ, यो आदेशको परिपालना जरुरी छ। यसैको परिपालनाका लागि र आम सर्वसाधारण नागरिकहरूले न्यायको खोजी गर्दै स्वच्छ प्रक्रियाको खोजी गर्दै यति बेला लालटिम लिएर यो दृश्य तपाईँ देख्न सक्नुहुन्छ। हातमा लालटिम बोकेर न्यायको खोजी गर्दै हुनुहुन्छ। यो दृश्य तपाईँलाई हामी देखाइरहेको छौँ। यति बेला देखाउँदैछौँ यो न्यायको खोजी गर्दै हुनुहुन्छ। दृश्य देख्न सक्नुहुन्छ। यो नेपाल बारबाट यो देखाइरहेको स्वच्छ प्रक्रियाको खोजी भनेर यसरी लालटिम बालेर उहाँ यति बेला शान्तिपूर्ण प्रदर्शनमा हुनुहुन्छ। यो दृश्य अहिले हामी सर्वोच्च अदालतकै ठ्याक्कै साइडमा रहेको नेपाल बार एसोसिएसन अगाडि उभिरहेको छौँ। नेपाल बार एसोसिएसन भनेको चाहिँ यो चाहिँ हामी अधिवक्ताहरूको चाहिँ एउटा सर्वोच्च अदालतलाई चाहिँ यदि उहाँहरूले गलत गर्नुभयो भनेदेखि चाहिँ तपाईँले यो गरिरहनु भएको छ भनेर सुझाव दिने, सल्लाह दिने र उहाँहरूलाई खबरदारी पनि गर्ने एउटा निकाय हो। र त्यही निकायमा हामी अहिले यहाँ उभिरहेका छौँ। आज हामी यहाँ आउनु पछाडिको मुख्य कारण भनेको चाहिँ आज हामी लालटिन लिएर आएको छौँ।
तपाईँले देख्नुहुन्छ अहिले उज्यालो घाम लागिरहेको छ, तर घाम लागिरहेको अवस्थामा पनि हामी लालटिन बोकेर हामी चाहिँ यहाँनिर न्याय खोज्नको लागि अझ क्लियर ट्रान्सप्यारेन्ट न्याय होस् भनेर चाहिँ आज हामी यहाँ आएका छौँ। किन भन्दाखेरि हिजोको अवस्था तपाईँले देख्नुभयो। हिजोको अवस्थामा चाहिँ के भयो त भन्दाखेरि हिजो यहाँनिर एउटा न्यायाधीशले कुनै विषयमा आदेश दिने बित्तिकै चाहिँ प्रशासनका मान्छेहरू भागामभाग हुनुपर्ने अवस्था, यो भनेको चाहिँ एउटा सर्वोच्च निकायमाथि नै मजाक बनाइएको विषय हो कि यस्ता खालका यसरी यी विषयहरू चाहिँ मजाक बनाइरख्यो भने चाहिँ कसरी न्याय सम्पादन हुन्छ त भनेर चाहिँ गम्भीरतापूर्वक हामीले यो विषयलाई हेरेको भएर चाहिँ आज हामीले एज अ लिगल प्रोफेसनलको हिसाबले यदि यी कुराहरू पनि हामी हेरेर मुख दर्शक बनेर बस्यौँ भनेदेखि चाहिँ यो चाहिँ रङ हुन्छ। रङ इज रङ, जोसुकैले गरोस् गल्तीलाई गल्ती भन्नुपर्छ भनेर आज हामी चाहिँ तपाईँहरू गलत हुनुहुन्छ भनेर खबरदारी गर्न आएका हौँ। हजुर, विवेक अहिले सरकारले गुमाइरहेको छ। विवेक अहिले जो सत्तामा हुनुहुन्छ, शक्तिशाली पोजिसनमा बसिरहनु भएको छ, उहाँहरूले गुमाइरहनु भएको छ नि त। त्यो त स्पष्ट रूपमा देखिरहेको छ। जस्तो जस्तो किसिमको तरिकाले उहाँहरूले जान खोजिरहनु भएको छ, पुरै जुडिसियरीलाई क्याप्चर गर्ने मोडालिटी जुन तयार गरिरहेको छ, यो यसलाई विवेक नगुमाएको भन्ने भने के भन्ने त अर्को शब्द नै मैले फेला पारिनँ के। यो अधिवक्ताहरू पनि दुई धारमा पार्टीगत रूपमा उभिएका हुन्। मलाई लाग्दैन आज उहाँ यहाँनिर आउनुभएको कोही पनि व्यक्ति पार्टीगत रूपमा आउनुभएको होला। उहाँहरू सबैजनाले आफ्नो आस्था राख्नुहुन्छ, आस्था सबैले राख्न पाइन्छ। तर यहाँ आज आउनु पछाडिको मुख्य कारण भनेको चाहिँ के हो त भन्दाखेरि म एज अ नेपाली नागरिक र अझ लिगल प्रोफेसनलको हिसाबले चाहिँ यो कुरा गलत हो भनेर उहाँहरू सबैजना एक धारमा उभिनु भएको। जब जब देशमा सङ्कट आइलाग्छ हामी सबैजनाले आफ्नो पेसा व्यवसाय एउटातर्फ राखेर एउटा नेपाली नागरिक भएको हिसाबले हेर्ने हो भने पनि एज अ रेस्पोन्सिबल सिटिजनको रूपमा त हामी आउनु पर्यो नि, खबरदारी गर्नका लागि सँगै उभिएका हौँ। यो शान्तिपूर्ण आन्दोलन लालटिन बाँधेर गरिरहनु भएको छ, यसको थोरै विस्तृतमा बताइदिनुहोस्। न्यायपालिकामा प्रशासन र न्यायाधीशहरू सबै मिली कार्य सम्पादन हुने गर्दछ। हिजो एउटा आदेश भयो, हिजोलाई लगायत विभिन्न मुद्दाहरूमा विविध प्रसङ्गहरूमा जब कानुनको पालना राम्रोसँग भए हुँदैन, ड्यू प्रोसेस फलो भए हुँदैन, संविधान बमोजिमको काम हुँदैन, बारले सधैँ आवाज उठाइरहेको छ। हिजोको सम्बन्धमा समेत आदेश भयो बेन्चबाट, एउटा आदेश बेन्च भन्दा नि मेन जुन सर्वोच्च अदालतको हेड हुनुहुन्छ उहाँले आदेश गर्नुभयो। सो पश्चात चाहिँ प्रशासनले आदेश बमोजिमको काम एटलिस्ट प्रक्रिया गरोस्, ड्यू प्रोसेस फलो गरेर चाहिँ काम सम्पादन होस् भन्ने हिसाबले आदेश दिए तापनि जो प्रशासन छ उसले कानुन बमोजिमको ड्यू प्रोसेस फलो नगरेको अवस्था भनेको त कानुन पालना नहुने, अन्धकारजन्य, कानुनमाथि मान्छेको विश्वास नै नहुने खाले अवस्था सिर्जना भएको हुनाले कानुनको शासन कायमै रहिरहोस्, हिजोको जस्तो घटना फेरि पुनः नदोहोरियोस् भनेर चाहिँ आजको आन्दोलन भयो। सबैको आफ्नो आफ्नो भर्जन हो, मैले बुझेको यही नै हो। कानुनको पालना हुनुपर्छ, एटलिस्ट अदालतबाट त अलिकति पनि कम्प्रोमाइज हुनु हुँदैन यो कार्यान्वयन हुने विषयमा भन्ने चाहिँ त्यसैको लागि